यो माथि जुन लस्कर लागिरहेछ यो चाहिँ हिमाली सुमो टाटा ठुलो ठुलो बुलडोजर क्रेन ट्रक भएन क्यान्सल। अनि भन्दा पनि खतरा पावरमा हिँड्ने चाहिँ हिमाली मानवहरू हुनुहुन्छ उहाँहरू। जब कि यो केही पनि साधन नजाने ठाउँमा चाहिँ उहाँहरूले लगेर पर्यटकहरूलाई तपाईँ हामी जस्तो घुम्न जाने पर्यटकहरूलाई चाहिँ उहाँहरूले लानुभएको यसले खानु पुग्छ, खानु पाउँछ तपाईँ हामीले माथि गएर। ओहो यो सलाद, यो भुजा, यो पापड, तर मासु चाहिँ खान पाइँदैन है यो भेगमा। तपाईँले यसबाट एउटा के बुझ्नुहोस् भने यहाँ तल एउटा बाह्र मन्दिर छ। बाह्र मन्दिर कटेर आउनुपर्छ एबिसी आउनुलाई। तपाईँहरू एबिसी आउने नेक्स्ट प्लानमा हुनुहुन्छ भने मासुजन्य चिजहरू केही पनि नल्याउनु होला, किनभने रेस्ट्रिक्टेड रहेछ त्यो एरियाबाट माथि ल्याउनलाई। मान्छेहरू यहाँ खाँदैनन् रे, तर यही माथि हिमाली भेगमा पालेका च्याङ्रा चौरी आदिको मासुहरू चाहिँ खान्छन् भन्छ तल। त्यो भएर त्यो कुरा ध्यान गर्नुपर्छ। हेर्नुहोस् कति दरिलो छ दाजुहरू। यसलाई गोराकाली टायरले पनि थाम्दैन, यो एमआरपीले पनि एमआरएफ भन्ने स्ट्रङ टायर भन्दा पनि धेरै बलियो, जगदम्ब भन्दा पनि धेरै बलियो मजबुत मानवहरू जसले हामीलाई हिमालको काखमा खाना खुवाउनुहुन्छ। उहाँहरूलाई धेरै धेरै नमन गर्दछु। तपाईँहरू पनि यहाँ आएर उहाँहरूको दुःख देखेर नमन गर्नु सक्नुहुन्छ। अलिकति बढी पैसा पर्छ यहाँको खानाहरूको बस्नेको, उहाँहरूको यो लेबरकै कस्ट हो त्यो भनेको। हामी चाहिँ आज हिमालयनबाट माछापुच्छ्रे बेस क्याम्पको यात्रामा छौँ। देउरालीभन्दा अगाडिको यो कठिन देउराली उकालो चढ्दैछौँ। एकदम रमाइलो भयो। तपाईँहरूको प्रतिक्रिया कस्तो हुन्छ? तपाईँहरूको फ्युचर ट्रिपको लागि चाहिँ केही सानो सजेसन मैले दिएको थिएँ, त्यो चाहिँ फलो गर्नु होला, एकदम राम्रो हुनेछ। जय अन्नपूर्ण बेस क्याम्प।